नमस्ते साथीहरू। आज चाहिँ म कागतीको बोटहरू देखाउँदैछु ल हजुरहरूलाई। हजुरहरूले हेरेर साथ दिनु ल। यो चाहिँ मेरो कागती बगान हो। यस्तो मजाले फलेको छ हेर्नु त कागती। पाहाडमा सुन्तला फलेको जस्तै फलेको छ कति मजाले। पर देखेको चाहिँ बाख्राको खोर हो मेरो। यो चाहिँ कागती बगान, कागतीको बोट बगान के भन्नु र, एउटा बोट छ तर कस्तो राम्रो फलेको जस्तै फलेको छ है। यो चाहिँ झापाको कागती मजाले हो। फलेको छ। यो चाहिँ हाम्रोमा फलेको कागतीको बोट हो। यस्तै छ साथी। पाक्न थालेको छ कस्तो राम्रो फलेको छ कागती। गाउँले हो, गाउँमा घर छ हाम्रो। हामी सहरिया होइन, गाउँले हो, गाउँले जीवन। यस्तै छ। हजुरहरूकोतिर कस्तो छ? यो पनि अमिलोकै बोटो। यो पनि अमिलोकै बोटो, कागतीको बोटो। यो माथि देखेको चाहिँ कटहरको बोटो। यो चाहिँ हाम्रो हामी चाहिँ गाउँमा बस्छौँ, गाउँले जीवन यस्तै छ। साथी वरिपरि बोट बिरुवाहरू हरियो। यो छारीमा चाहिँ अस्ति फर्सी लौका लगाएको थियो, अहिले मरेर यस्तो भएको बोटहरू। अनि यो कागती भइहाल्यो। त्यो चाहिँ हाम्रो बाख्राको हजुरहरू। सिलामको बोटो। यो सिलामको बोटो। यो चाहिँ लिचीको बोटो। हाम्रो आँगनको लिचीको बोटो यो चाहिँ हाम्रो घरको गाह्रो भित्ता, हाम्रो घरको यतापट्टिको पाटो। यो चाहिँ साथी हो मेरो फुलबारी। यो चाहिँ मेरो फुलबारी साथी हो, तर फुलै मरिसक्यो के भएर, पानी धेर भएर के भएर। यो लिचीको बोटो। लिचीको बोटो। यो चाहिँ यता सुपारी। यो चाहिँ लालुपाते। यो लालुपाते फुल। लालुपाते फुल नफुल्दा त जङ्गल देखिन्छ, जस्तै फुल्दा मात्रै रमाइलो राम्रो देखिने। हेर्नु कस्तो जङ्गल जस्तो छ यो फुलबारी मेरो। धुपीको गोदावरीहरू फुलको फुलबारी पनि त्यस्तो सप्रेर आएन। यसपालि गोदावरी रोपेको यस्तो सानो सानो बोट छ, सप्रेरै आएन, पानी धेर परेको हो कि के भएर हो। यस्तै छ है हजुरहरू मेरो गाउँले जीवन, गाउँले घर, गाउँको घर यस्तै छ। गाउँले जीवन, गाउँको हेरेर साथ दिनु होला।